सिरैमा सिरफुल हातैमा हैन मायाको पिञ्जरा उडे आउँदै महिना लाउने कोही छैन नदेखेमा सन्तोक देखे माया लाउँछ चरी भुरुरुरु निगाली गाँझै सम्झी आए म तलौ झम्के झम्के साँझमा तकसेरा यसोला कमचक बसौला पाटनमा झम्का सालमा म पोखरा झरेको मेरो बाबाले अनि मैले बसेको त्यो बेलामा बस्दाखेरि पोखरामा यस्तो केही पनि थिएन पाटनै पाटन थियो पोखरामा सिमलको रुखै रुख थियो सिमलको भुवाहरू उठ्थ्यो हामी दौडिन्थ्यौँ त्यो भुवा समात्नलाई कदमको रुखहरू थियो कदमको रुखमा गाइने दाईहरू बसेर सारङ्गी रेटिरहेको हुन्थ्यो
अनि चौताराहरू थुप्रै थियो। चौतारामा बटुवाहरू बागलुङ जानलाई, सिक्लेस जानलाई, घान्द्रुक जानलाई, पर्वत जानलाई, लमजुङ जानलाई, तनहुँ जानलाई मान्छेहरू यहाँ बसिरहेको स्याङ्जा जानलाई थियो। मान्छेहरू हुन्थे, बटुवाहरू भेटिन्थ्यो। अनि यही फेवातालमा पौडेको ज्यान हो, मिलेर तरेको हो। अनि सेतीको किनारै किनार हिँडेर बदाम बयार खाएको हो। अनि यो चौरै चौर भएको ठाउँमा हिजोआज जेठो बुढो धान फल्ने ठाउँमा, कोदो उम्रिने ठाउँमा, मकै उम्रिने ठाउँमा घरै घर उम्रेको छ। समय कस्तो हुँदो रहेछ। हिजोको खाली खाली ठाउँ, सबैले सबैलाई चिन्ने ठाउँ आज कसैले कसैलाई पनि चिन्दैन। एउटा मात्रै सिनेमा हल थियो, त्यसमा पनि सबैले सबैलाई चिन्ने गरेर भेटिन्थ्यो। यो रङ्गशाला बन्ने बेलामा हामी आएको थियौँ यहाँ। अनि हेऱ्यौँ, दौडिन मनपर्ने, खेल्न मनपर्ने। अनि 2040 सालमा दोस्रो राष्ट्रिय खेलकुद भयो। त्यो बेलामा पारिपट्टि बसेर स्वागत गीत गाएको हामीले नै थियो। भाइहरूसँग, दिदीहरूसँग, भाइ बहिनीहरूसँग। अहिले यस्तो लाग्छ हामी कहाँ आइपुग्यौँ, कहाँ छौँ, रङ्गशाला कस्तो थियो, कस्तो भयो। जसले यो रङ्गशाला बनाउने सपना देखे तिनलाई सादर सादर प्रणाम छ। तिम्रो साना साना कोसिसहरू, तिम्रो साना साना मेहनतहरूले गर्दाखेरि आज यो रङ्गशाला यो अवस्थामा आइपुगेको छ। र भविष्यमा फेरि यहाँका खेलाडीहरूले मिलेर यो रङ्गशालालाई अझै भव्य र संसारकै उत्कृष्ट रङ्गशाला बनाओस् भन्ने कामना गरौँ। यो सपना क्रिकेट खेलाडीहरू, फुटबल खेलाडीहरू, भलिबल खेलाडीहरू सबैले मिलेर गरौँ। 50 वर्षमा धेरै चिज परिवर्तन भन्छ। आउनुहोस्, मैले देखेको नेपाल कस्तो थियो बाल्यकाल, अहिले कस्तो छ। हिजो म कालो जुङ्गा थियो, कालो कपाल थियो, आज सेतो भन्छ सबैजना। आउनुहोस्, पछिल्लो बेलामा हामीले निकालेको गीत 50 वर्षमा झुक्क पुगिनु पर्छ।